भोलि कसको गेम हो भन्ने कुरा फ्याट्ट मैले मोबाइलमा भेट्टाएँ। आज को जो मैच था ल अहिले यो इकोसीको पुरै डाउन गर्दै भएको यो आवाज अर्केर आयो मलाई। यो पालिका गीत पनि हामीले पायौँ। आवाज मिलाउन यार भनेको सुन्दैनौ कि गन्दैनौ? इको र ऊ बेस पुरै कम। हेलो त्यसै गरी म्याच त हामीले हेर्नै छ। अहिलेसम्मको मोहनले बोलेको बकबकलाई रिफ्रेस गर्ने एउटा डान्स त हेर्नुपर्छ भन्दै मैले अस्ति के भन्दै चाहिँ ठ्याक्क हाम्रो पालिका गाना आइहाल्यो। म घरमा थिएँ, भोलि गेममा जानु छ कसैको नमर्ने के आने त भन्दै यसो मोबाइल खोलेको त सिङ्गिरीमा अहिले पोस्ट हालेर रहेछ आजको गेम त यो यसको छ भनेर अनलाइनमा हामीलाई छ्यापछ्याप्ती जानकारी दिन खट्नुभएका हाम्रा युट्युबर भाइ रियाज भाइ नेपाल ल हामी अर्को नेपाल भेटायौँ। हामी धनी गयौँ। हाम्रा युट्युबर अनि मोबाइलबाट हामीलाई प्रत्यक्ष रूपमा खेल सम्बन्धी जानकारी दिने रियाज भाइ नेपाललाई म हृदयदेखि धन्यवाद दिँदै ताली बजाइदिनुहोस् त। अझ अर्को वर्ष यो कार्यक्रम अर्को संस्करण भयो भने घरैबाट हेर्न मिलोस् त्यस्तो किसिमको सुविधा यस सिङ्गिरीमा युवा क्लबले गर्नेछ भन्ने अपेक्षा राख्दै हामी माझमा एउटा नृत्य यहाँ बहिनीहरूले चाहिँ राम्रोसँग लिपप गरेर आएको छ। यो गर्मीको पसिनाले बगाउने बेला भइसकेको छ। ल तुरन्त लाएर एउटा गीत लगाइदिनुहोस् त फटाफट लाएर। र तपाईँहरूलाई सूचना गराइन्छ कि आजको म्यान अफ द म्याच जो पनि हुनुहुन्छ म्याचपछि खजुरा फिटनेस सेन्टरबाट 1 महिना फ्री निःशुल्क त्यहाँबाट कसरत बिहानमा गर्न सक्नुहुन्छ भन्ने आशा छ। फ्री निःशुल्क छ है हाम्रो तर्फबाट। खजुरा फिटनेस सेन्टर जिम गर्न सक्नुहुन्छ 1 महिना निरन्तर रूपबाट। ल अब डान्स हुँदैछ अलि नजिक आउनु पर्यो। ल गीतको प्ले गरेको छ। कहाँ छ गीत? बजाउ बजाउ। यहाँनिर चाहिँ खुट्टा अड्किन सक्छ है। ए नानी हो नाच्दाखेरि यहाँ नाच्नु भन्दा बढी दुवोमा नाच्छ है, खुट्टा त्यहाँ अड्किन सक्छ। कुन गीत जानु न